हेलो व्हाट्सअप गाइज, आज चाहिँ म धेरै दिनपछि भ्लग बनाउँदैछु होइन। म चाहिँ जिममा छु। हाम्रो यो नेचरल आर्चरी कम्पनीको क्लब हो यो। हाम्रो ब्रदर हो फ्रम I am from India. India. My name is Bipin. Bipin. This is my friend. India Nepali. Bye bye. भाई भाई रोटी का रिश्ता क्या बोलते हैं? बेटी रोटी का बेटी रोटी का रिश्ता हाम्रो सम्झे हेलो भवन बढी बिल्डर है मेरी ए हाम्रो बिङ्गर भाइ हेलो भन। आज लाइभ अब के अरे आज एउटा भिडियो अपलोड गर्नुपर्छ टिकटकमा के अरे के भन्छ यहाँ युट्युबमा च्यानलमा होइन। गाई सपोर्ट गर्नु हेर्नु त सबैले जसले हेऱ्यो भने ट्याक्क लाइक बटन अनि तपाईँको सब्सक्राइब बटन सेयर बटन चाहिँ थिच्नु होला होइन। अरू त यस्तै हो। यसले चाहिँ मलाई डिस्टर्ब गरिरहेको थियो अघि न यो टी सर्ट लगाएर अडिरहेको छ नि। मैले ट्राइसेप हान्नेबाट चाहिँ मैले डिस्टर्ब गरिरहेको थिएँ। म रिसिहालेँ अनि मलाई हेरिरहन्छ त्यसले रिसेल के हुन्छ र मलाई होइन। भुलो पनि यस्तै हाल्दैन भन्छ नि नेपाली उखानमा होइन। बाजे कैसे हो? ठीक है ना? हाँ जिम कर रहे हो? अच्छा भाई देखो इधर हमारा बेटी रोटी का रिश्ता वाला इंडियन बिहार डिस्ट्रिक्ट. हाँ बिहार नियर नेपाल West Champaran. West Champaran. West Champaran from Nepal 20. हाँ yes this guy please show your body front doll by हामी देखाइदियो ल मोबाइल भइमा राख्यो ओके देख्यो आइबा है आइबा ये ना त्यो भाइ मेरो स्टुडेन्ट है स्टुडेन्ट त्यो भाइले मलाई अलिअलि सिकाइरहेको छु। अब को हाम्रो बर्थडे अलि भाइ के छ ठिक छ नि तुम हल्का अरे बर्थडे कुन ठाउँ गुलोरियाको भाइ है यो चाहिँ ऊ चाहिँ जिम गर्दैछ अहिले भर्खर आएको भिडियोबाट होला। लाइक सब्सक्राइब लाइक सेयर भन न मेरो च्यानल हो यार युट्युब च्यानल सबैले सब्सक्राइब गरिदिनु ल भन। सबैजनाले सब्सक्राइब गरिदिनु होला। बस हाम्रो दाजुको लाइभ होइन यार भिडियो। हाम्रो अर्को जीवन सोल्टी हुनुहुन्छ दोलखा होला उहाँ फेरि बिन्दास वाला मान्छे हो बिन्दास होला। उहाँले पुरा बिन्दास गरेर मुख छोप्नु चाहिँ लाज मान्नु चाहिँ बस केही लाज गर्नु त उहाँले लाज मान्नुहुन्छ फेरि सोल्टी भ्याउन् न भ्याउन् त सोल्टी चाहिँ हाम्रो दोलखाको सोल्टी देखिन पनि लाज मान्नुहुन्छ यार यता हेर्नु न सोल्टी हेर्न हुँदैन ए केटी जस्तो नजानु त फेरि दोलखाको सोल्टी भयो भने जिमहरू कत्र जिम गरिराख्नु भएको छ उहाँले भने अनि फेरि केरला टोरियन साथीहरू हुनुहुन्छ फेरि त्यति रिस उठ्नेवाला हुन्छ नि मान्छेहरू हान्दा पनि रिस उठ्ने कोही हानिरहेको छु त्यस फ्राई हान्दा थिएँ हाइड्रोलिकमा आएर डिस्टर्ब गरिदिरहेको झन् रिस उठ्यो नि होइन। ल गाइस यो चाहिँ हाम्रो नेचरल आर्चरी जिम हो होइन। 7 बजे पनि बल्ल स्टार्ट हुन्छ मान्छे आउनुलाई। ल गाइस फेरि टुमारो म भोलि चाहिँ फेरि भिडियो बनाउँछु फेरि अपलोड गर्छु। त्यो भिडियोलाई चाहिँ माया गरिदिनु ल है भनेदेखि लभ यु गाइस बाई।